हाई एभ्रिवन आज चाहिँ म जाउलो बनाउन लागेको छ अनि ब्ल्याक टी है। जाउलो चाहिँ किन भन्दाखेरि जुनुको यस्तोमा अपरेसन भएकोले चिरेकोले अनि त्यसले खाना खानु मिल्दैन, खाना टाइट भएर त्यसलाई गाह्रो भएको छ। अनि त्यही भएर हिजो जाउलो बनाइदिएको थिएँ नेपालको प्योर घिउमा अनि मिठो लागेर अनि त्यही माथि ज्वानो झानेर बनाएको एकदम मिठो लागेर सानोमा मम्मीले खुवाएको जस्तै याद आयो भने त्यसले चाहिँ मैले चाहिँ यहाँ चिया पनि बनाएको छु। चिया यहाँ हेर्नुहोस्, यो चाहिँ म खान्छु किनभने मेरो अब औषधि खाएर चाहिँ आफ्नो बेला भइसक्यो। अनि जाउलो चाहिँ यस्तो छ जानु जानेको। अब यो पछि यसको कस्तो हुँदो रहेछ रिजल्ट भयो देखाउँछु। अहिलेको लागि चाहिँ यति नै, अहिले चाहिँ यति नै। म यहाँ चिया जाउलोमा नुन लाउनु पऱ्यो छिटो। मैले जाउलो रेडी भयो मेरो। अब चियाको लागि म यहाँ चिया मसला लगाउँछु अनि म चिया खान्छु। त्यसपछि म चिया खाएपछि मेरो जाउलोको काम सकिन्छ अनि जुनुलाई म जाउलो बनाएर दिन्छु। जुनु बिचरा बिमारी छ, त्यसले मेरो कति दिन सेवा गरेँ। अब अहिले चाहिँ जुनुको सेवा गर्ने मौका मिलिरहेछ अरे क्या। त्यस्तो त होइन, हामी दिदीबहिनी हो है, दुःख सुखमा काम लागिहाल्छ। दुःख सुखमा हामी काम लाग्छ, गर्नुपर्छ। त्यसले गर्दिनँ भन्यो भने म त्यसलाई पढाइ गर्नु लगाउँछु रे क्या। आफ्नो बहिनी भएपछि पानी फेरि त हुनै परेन गाइज। ओके, अब जाउलो कस्तो हुँदो रहेछ त्यसको रिजल्ट लास्टमा देखाउँछु। बाई बाई अहिलेको लागि। फाइनली गाइज हाम्रो जाउलो चाहिँ यस्तो भएको छ। अब हामी खाँदैछु। अब जाउलो खाएर हामी बाहिरतिर जान लागेको। अब बाहिरतिर गएपछि अनि देखाउँछु है त बाहिरको सिन। बाई बाई।